नमस्कार, म जगत डाँगी अफिसियल च्यानलमा तपाईहरुलाई स्वागत छ। आजको यस भिडियोमा हामीले सिक्ने छौं आफ्नो मोबाइलबाट नै क्यूआर सहितको आफ्नो राष्ट्रिय परिचय पत्र ENID कसरी डाउनलोड गर्ने भनेर। भिडियोलाई अन्त्यसम्म हेर्नुभयो भने तपाईहरुले पनि क्यूआर कोड सहितको आफ्नो राष्ट्रिय परिचय पत्र सजिलै डाउनलोड गर्न सक्नुहुन्छ। ढिला नगरी भिडियोलाई सुरु गरौँ है त। राष्ट्रिय परिचय पत्र डाउनलोड गर्नको लागि सर्वप्रथम तपाईले एउटा ब्राउजरमा जानुपर्ने हुन्छ। तपाई गुगलमा गए पनि हुन्छ, क्रोम ब्राउजर अथवा तपाईसँग जुन ब्राउजर छ त्यसमा जानु होला। म क्रोम ब्राउजरमा जाँदैछु। क्रोम ब्राउजरमा गएर सर्चमा गएर तपाईले ENID डाउनलोड नेपाल भनेर सर्च गर्नु होला। ENID डाउनलोड नेपाल भनेर सर्च गरिसकेपछि भित्र तपाईले देख्न सक्नुहुन्छ डाउनलोड ENID लेखेको छ, त्यसमा क्लिक गर्नु होला। त्यहाँ गइसकेपछि अब तपाईहरुले यसमा तपाईको फुल नेम नेपालीमा लेख्नु पर्ने हुन्छ अनि तपाईको फुल नेम इंग्लिशमा लेख्नु पर्ने हुन्छ अनि त्यसपछि तपाईको डेट अफ बर्थ लेख्नु पर्ने हुन्छ अनि तपाईको नागरिकताको जारी मिति लेख्नु पर्ने हुन्छ अनि तपाईले यहाँ क्याप्चा लेखिरहेको छ त्यसमा जस्तो तल लेखेको छ त्यस्तै तपाईले माथि लेख्नु पर्ने हुन्छ है त। म फटाफट आफ्नो विवरण यहाँ भर्छु, तपाईले पनि त्यसैगरी भर्नु होला है त। तपाईले यहाँ मागेको आफ्नो विवरणहरु भरिसकेपछि तपाई सर्चमा क्लिक गर्नु होला। सर्चमा क्लिक गरिसकेपछि तपाईको ओटीपी भेरिफिकेसन गर्नुपर्ने हुन्छ। तपाईको मोबाइल नम्बरमा कोड गएको हुन्छ। तपाईको ENID जुन मोबाइल नम्बरमा रजिस्टर गरिएको छ त्यो नम्बरमा तपाईको 6 डिजिटको कोड गएको हुन्छ। त्यो कोडलाई तपाईले यहाँ राख्नु पर्ने हुन्छ है त। मेरो नम्बरमा कोड आएको छ, म यहाँ कोड राख्दै छु। भेरिफिकेसन कोड तपाईले यहाँ हालिसकेपछि भेरिफाई ओटीपी मा क्लिक गर्नु होला। ओटीपी भेरिफिकेसन कोड हालेर इन्टर गरिसकेपछि तपाईको आईडी कार्ड तपाईले त्यहाँ देख्न सक्नुहुन्छ। अब त्यसलाई डाउनलोड गर्नको लागि डाउनलोड कार्ड लेखेकोमा क्लिक गर्नु होला। देख्न सक्नुहुन्छ नेशनल आईडी कार्ड हाम्रो डाउनलोड भइसकेको छ। तपाईको नेशनल आईडी कार्ड डाउनलोड भइसकेपछि तपाईले त्यसलाई ओपन गर्नको लागि पासवर्ड राख्नु पर्ने हुन्छ। पासवर्डमा चाहिँ तपाईले तपाईको नामको 4 वटा पहिलो अक्षर क्यापिटल लेटरमा लेख्नु पर्ने हुन्छ अनि पछि तपाईले तपाईको जन्म मितिको साल लेख्नु पर्ने हुन्छ है त। जस्तै मेरो नाम जगत हो भनेपछि मैले मेरो नामको 4 वटा पहिलो अक्षर JAGA क्यापिटलमा लेख्नु पर्ने हुन्छ अनि त्यो पछाडी मेरो जन्म मितिको साल लेख्नु पर्ने हुन्छ। जस्तै तपाईको कति साल हो 2050 60 65 63 कति साल हो तपाईले तपाईको साल राख्नु पर्ने हुन्छ है त। मैले मेरो साल राखे। त्यसपछि तपाई ओपनमा क्लिक गर्नु होला। देख्न सक्नुहुन्छ तपाईहरुले मेरो नेशनल आईडी कार्ड ओपन भएर आइसक्यो। मैले मेरो विवरणहरु क्यूआर कोड सहितको नेशनल आईडी कार्ड देख्न सक्छु यहाँ। तपाईहरुले पनि त्यसरी डाउनलोड गर्नु होला। अब तपाईहरुले यसलाई स्क्रिनशट गरेर फोटोको रूपमा पनि राख्न सक्नुहुन्छ अथवा तपाईहरुले अब यसलाई अर्को चोटी ओपन गर्दाखेरि पासवर्डको आवश्यकता नपर्ने बनाउन चाहनुहुन्छ भनेपछि फेरि तपाई गुगल क्रोम ब्राउजरमा जानु होला अनि त्यहाँ गइसकेपछि तपाईले पासवर्ड रिमुभ फ्रम पीडीएफ भनेर सर्च गर्नु होला अनि त्यहाँ गइसकेपछि तपाईले आई लभ पीडीएफ भनेर देख्न सक्नुहुन्छ। अनलक पीडीएफ फाइल्स त्यसमा तपाई क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईले सिलेक्ट पीडीएफ फाइलमा फेरि क्लिक गर्नु होला अनि अब तपाईले डाउनलोड गरेको पीडीएफ लाई तपाईले सिलेक्ट गर्नु होला। सिलेक्ट गरिसकेपछि अब अनलक पीडीएफ लेखेको छ तल रातो अक्षरमा त्यहाँ क्लिक गर्नु होला। तपाईले यो पटक यसलाई अनलक गर्नको लागि एक पटक तपाईले पासवर्ड राख्नु पर्ने हुन्छ। फेरि तपाईले अघि राखेको पासवर्ड क्यापिटल लेटरमा तपाईको पहिलो नामको 4 अक्षर अनि तपाईले आफ्नो जन्म मिति साल राख्नु होला अनि त्यसपछि सेन्डमा क्लिक गर्नु होला। सेन्डमा क्लिक गरेपछि तपाईको अनलक भइसकेको छ। अब त्यसलाई तपाईले डाउनलोड अनलक पीडीएफ भनेर लेखेको छ त्यसमा क्लिक गर्नु होला। डाउनलोड अगेन भनेर मेरो अगाडि डाउनलोड भएको थियो त्यो भएर फेरि डाउनलोड अगेन भनेर देखायो। तपाईले डाउनलोड लेखेको हुन्छ त्यसमा क्लिक गर्नुभयो भने डाउनलोड भइहाल्यो है त। अब तपाईहरुले ओपन गर्दाखेरि तपाईलाई पासवर्डको आवश्यक पर्दैन। यसरी नै तपाईले सजिलै आफ्नो नेशनल आईडी कार्ड क्यूआर सहितको डाउनलोड गर्न सक्नुहुन्छ। भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नु होला अनि यस्तै जानकारीमूलक भिडियोहरुको लागि यो च्यानललाई सब्स्क्राइब गर्नु होला। धन्यवाद, नमस्कार।